खुट्टा दुख्छ। ल अहिले हामी यो नयाँ बनाइएको ऐना पहाडको एउटा बाल उद्यान जस्तो एउटा चिल्ड्रेन पार्क बनाएको रहेछ। त्यसमा बच्चाहरूलाई अलिकति इन्जोयमेन्ट एन्टरटेनमेन्ट हुन्छ भनेर हामी आएका छौँ र यहाँ विभिन्न खेलकुदका मनोरञ्जनात्मकको लागि केही व्यवस्था गरेको रहेछ होइन। यस यहाँ बच्चाहरूको लागि राम्रो व्यवस्था रहेछ। जस आधी घन्टाको लागि खेल्ने समय रहेछ। हेर्न सक्नुहुन्छ र जसले यो भिडियो हेर्दै हुनुहुन्छ उहाँहरूले पनि यसो शनिबारको बेलामा हजुरको अफ भएको बेलामा आफ्नो बच्चाहरूलाई यहाँ ल्याउन सक्नुहुन्छ। यो कहाँ रहेको छ भन्दाखेरि यो हाम्रो तनहुँ जिल्लाको पृथ्वी राजमार्ग पर्ने मुगलिङ पोखरा सडकभित्र पर्ने अबुखनी गाउँपालिका वडा नम्बर 3 हो कि 4 हो, मलाई ठ्याक्कै फिक्स भएन। ऐना पहाडा भन्ने ठाउँमा रहेको छ होइन। अनि यहाँ बच्चाहरू रमाउने एउटा चिल्ड्रेन्स पार्क जस्तो बनाइएको रहेछ, छोटो मिठो, जसमा झुला अनि घुम्ने अनि जम्प गर्ने अनि यहाँ चिप्लेटी होइन, अनि यहाँ पहाड चढ्ने अनि यहाँ सिसो अनि रोटेटिङ भन्ने जस्तो रहेछ। हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि यतापट्टि यो धेरै पनि बनाएको धेरै पनि भएको छैन। यहाँ माथिपट्टि हजुरले हेर्न सक्नुहुन्छ। यो माथिपट्टि एउटा मान्छे हिँड्ने बाटो बनाइएको छ जसलाई हामी स्काई वकिङ भन्छौँ। तपाईँहरूले यो ठाउँमा आएर तपाईँ हेर्न सक्नुहुन्छ, मान्छेले स्काई वकिङ गर्दैछ। अनि तपाईँहरूले पनि आएर स्काई वकिङ गर्न सक्नुहुन्छ र आफ्नो ब्रेभरी बहादुरी देखाउन सक्नुहुन्छ होइन। भनेपछि यो स्काई वकिङ सञ्चालन भएको धेरै चाहिँ भएन होइन, 3-4 महिना भयो जस्तो लाग्छ मलाई। तसर्थ तपाईँहरूले यो स्काई वकिङको मजा लिन सक्नुहुनेछ होइन। ऊ त्यहाँ हेर्नु माथि